Hello, this is Pink Penaki and we are going to Kingfisher Camp. Kingfisher Pool Camp. Kingfisher Pool Campground. आज चाहिँ हामी 3 जना मात्र छौं हामी 4 जना थियौं हैन एकजनाले क्यान्सल गर्यो हाम्रो यहाँ we are here. Hello. Hi guys. We are headed to Kingfisher Pool today. Sagar Data and Vision Dai. आज बबालाई हामी यो Kingfisher Pool मा स्विमिङ डाइभ गर्ने हो अनि रमाइलो गर्दियो ल है त see you guys. आज चाहिँ पानीबाट लास्टै फग हुन थाल्यो हैन 3 बजे चाहिँ 30% रेन थियो तर पानी अहिले पर्न थालिसक्यो हैन 2 बजे नै. Hi guys, we're going to camp today at Waterfall Campground. Reason कस्तो लाग्यो जस्तो लाग्यो अब चाहिँ बवाल हुन्छ जस्तो पानी पनि पर्दैछ हैन एक डाइभ पनि हामीले प्लानमा छौं आएर निस्किन्छौँ हामी अहिले चाहिँ हामी वाटरफल आइसकेका छौँ हैन वाटरफलमा हामी भर्खरै झरेको लास्ट स्टप ट्याप गर्दैछौँ हामी यहाँ सबैजना साकर दाइ र भिसन दाइ अनि वाटरफलबाट चाहिँ अब हाम्रो ट्रिप 30 मिनट्सको हुन्छ 30 मिनट्स चाहिँ नेसनल पार्कमा पुग्नलाई ठाउँमा पुग्नलाई त्यसपछि त्यहाँबाट हाइक छुट्टै कति 1 आवर जति लाग्छ 1 आवर वाक 1 आवर 40 मिनट्स जति नट टु फार. ट्रेन लाइन यो यो पुल यो हैन यहाँ भयो यहाँबाट राइट गयो समय यहाँबाट जोगिङ बाटो छ. अहिले चाहिँ हामी हाम्रो फर्स्ट स्टप फ्रेस कुक सी फुड भन्ने रेस्टुरेन्टमा छौँ हैन यहाँ अब फ्रेस कुक सी फुड खाएर फिस एन्ड चिप्स खाएर हामी वी विल बी अन आवर वे यहाँबाट 30 मिनट्स हाम्रो ट्रेलमा जानलाई अनि ट्रेलबाट चाहिँ 40 मिनट्स 1 आवर हाम्रो वाक हुन्छ हाइक हुन्छ. अहिले पनि हामी फिस एन्ड चिप्स खाँदैछौँ हैन अनि अहिले हाम्रो कम्पनी चाहिँ यसको कम्पनी चाहिँ उता छ हैन. Take me on your magic river. Tell me all your dreams alive. अहिले चाहिँ हामी हिथकोट नेसनल पार्कहरू छिरिसक्यौँ हैन यहाँबाट अब हाम्रो ट्रेल सुरु हुन्छ. यहाँ चाहिँ यस्तो सानो पोलहरूमा एरोहरू देखाएर चाहिँ हैन बाटो उता भनेर तर हामीसँग म्याप छ अफलाइन म्याप छ एरो पनि हेरेर हिँड्न सकिन्छ प्लस हामीसँग अफलाइन म्याप पनि छ maps.me. We are on our way. रमाइलो भइरहेछ तर बाटो चाहिँ लास्टै डेन्जर रहेछ सुरुमै पुरा स्टिप बाटै नभए जस्तो ठुल्ठुलो ढुङ्गाहरूबाट जम्प हानेर आएको भर्खरै यस्तै ढुङ्गाहरूबाट. About everything you're ever thinking, you know that I can take the truth. We are headed to Kingfisher Pool today. I mean, bottom of some of I don't know how long it's going to take to get there, but it looks amazing. Finally, pani pani pada rasa little jado gaya so I know about vision when you're excited. I'm a professional diver with 6 years of experience in marine diver. Exactly. Driver. Driver हो कि driver हो दाइ? Let's go. Let's go. खासमा ए हाम्रो फर्स्ट रिभर क्रसिङ आयो हैन यहाँबाट अब यस्तो जम्प हाल्नुपर्छ.
तिम्रो क्यामेरा बचाउँछ त्यहाँ गिटार लिएर आयो त बिजोकै हुँदो रहेछ त अहिले चाहिँ हामी ट्रेलमै थियौँ हामीले जर्नी हाइक स्टार्ट गरेको 10-15 मिनट्समै पानी पऱ्यो होइन बाटो चाहिँ कता हो कि त्यहाँ टेन्सन अहिले चाहिँ हामी पुरा बिन लाइनरमा छौँ होइन बिन लाइनर मोड अन छ होइन पानीबाट इम्प्रोभाइज हाम्रो होइन इम्प्रोभाइज एडप्ट अनि ओभरकम हुँदैछ होइन दाइ के भन्नु छ दाइ हजुरलाई छैन यार म त बिजोग्छु यार म वेस्ट हो वेस्ट हो आजको लागि हामी तिनैजना वेस्ट अहिले एकैछिनमा वेस्टेड होइन आजको लागि चाहिँ हामी चाहिँ स्ट्राकफिल्ड काउन्सिलको वेस्टहरू हौँ हामी अब हामी डिस्पोज हुन गइरहेछौँ जङ्गल खोलामा हामी चाहिँ अहिले ट्र्याकभन्दा हल्का लेफ्ट साइडतिर छौँ होइन त्यो भेटिँदै नभेटिनु पर्ने खोलामा आइसक्यौँ होइन अनि अन आवर वे टु गेट ब्याक टु द राइट ट्र्याक होइन अहिले चाहिँ हामी हाम्रो लन्च खाँदैछौँ होइन लन्च त अघि नै खाऊ सेकेन्ड राउन्ड खोलाको छेउमा खोला यहाँ तल छ हामी माथि बसिरहेछौँ होइन स्वर्गमा बस्यो होला स्वर्गमा बसे जस्तो छ म क्यामेरा पछाडिबाट देखाउँछु यहाँ खोला छ यहाँ ढुङ्गामाथि हामी बसेर खाइरहेछौँ होइन कस्तो छ दाइ हाम्रो भ्यू बोबाल शान्त यति शान्त पिस होइन पिस साका दा एकदम क्वाइट आउट अफ द क्राउड इन द नेचर एकदम मजा आइरहेछ ठिक स्विम गर्न मिल्ने जस्तो चाहिँ छैन हजुर कता हुन्छ गइसँग हाम्रो यहाँ ओरेन्ज र म्याङ्गो जुस चिप्स अनि फ्राइज हामी चाहिँ हाम्रो क्याम्प ग्राउन्डको नजिक आइसक्यौँ होइन 300 मिटर्समा क्याम्प ग्राउन्ड छ ब्रो क्याम्पिङ हान्छ मैले अब बचाउँछ नि कहाँ आज त गर्ने वाटरफल रहेछ बब्बाल अरू मान्छेहरू पनि रहेछ 2-3जना वाटरफल यता छ बब्बाल भ्यू छ अब क्याम्प ग्राउन्ड छ अब 5 मिनट्स क्याम्प ग्राउन्ड छ अब हाम्रो क्याम्प ग्राउन्ड अब 300 मिटर्स मात्र छ अब चाहिँ हामी डेस्टिनेसन पुग्न लागिसक्यौँ वाटरफल त्यहाँ अनि पानीमा डुब्नुपर्छ पाए किङफिसर पुल क्याम्प ग्राउन्ड होइन यो पनि भयो यो पनि भयो आएर दुइटा छ नि होइन पाए हो कि हेर्नु जम्मै हेर्नु नि त बरुवा वान ट्र्याक चाहिँ हामी चाहिँ अहिले किङफिसर पुल ग्राउन्डमा आइसक्यौँ होइन टन्नै टेन्टहरू रहेछ 1 2 3 4 स्किल रहेछ क्याम्प फायर्स एन्ड फायर यति हो अहिले चाहिँ हामी क्याम्प ग्राउन्ड आइसक्यौँ होइन लामो सङ्घर्षपछि क्याम्प ग्राउन्ड आइसक्यौँ क्याम्प ग्राउन्ड मैले देखाइ पनि सकेँ अगाडि नै होइन पुरा 4-5वटा क्याम्प रहेछ हामीले 2टा क्याम्प बुक गरेर छ होइन हामी 3 पिपल हियर 2 क्याम्प्स होइन कस्तो भयो त दाइहरू जर्नी आजको हजुर दामी भयो तर लास्ट टाइम हाम्रो आकाशियाको जस्तो एक्जस्टिङ चाहिँ भएन होइन स्ट्रेसफुल भएन होइन हो कि होइन Acacia was at next level. It's a comparatively low risky. आकाशिया गएको दिन त हामी 10 आवर्स हिँड्यौँ होइन 10 आवर्स हिँड्यौँ होइन 10 आवर्स हिँडेर पनि we couldn't find the campground. त्यही त यहाँ चाहिँ 2 आवर्स 3 आवर्समै हामी आइपुगिसक्यौँ होइन क्याम्प ग्राउन्ड रमाइलो छ पिस छ हाम्रो क्याम्प सेटअप हुँदैछ एउटा क्याम्प यहाँ हुन्छ अर्को क्याम्प यहाँ
अथवा अरू नै खायौँ। हाम्रो सामानहरू सबै यहीँ छ। हाम्रो टेन्ट अल डन फाइनल सेटअप हुँदैछ होइन। दाईको टेन्ट सेटअप भएर दाई त पुरै ट्रायल हानिसक्छ होइन दाई। घोड्दो रहेछ दाई अनि स्लिपिङ ब्याग भएछ नि घोड्छ है स्टिल। मेरो त हल्का हावा 25 टाइम्स फुफुफु गरेपछि होइन मेरो स्लिपिङ ब्याग फुल छ। तर जाडो चाहिँ हुन्छ त्यो तल चाहिँ घोज्दैन माथि चाहिँ जाडो हुन्छ। कडा है दाइ के भन्नु छ त हजुर? सक्नु छ होइन मिठो मासु खाने हो अब होइन मासु खाने हो रिल्याक्स ठिक हान्नुपर्छ मेरिनेटेड मासु होइन हो कि साका दा? यस अब हामी कुक गर्नुपर्छ। I don't know how long it's gonna take. Our camp is set. अल सेट होइन। हाम्रो म्युजिक यहाँ बजिरहेछ। हाम्रो भ्यू यस्तो छ। अहिले चाहिँ हामी खोलाको माथि छौँ होइन। अहिले कति बज्यो होला? 5:30 भयो। अब हामी एकैछिन यहाँ रेस्ट गरेर अनि हाम्रो डिनर आज बार्बिक्यू होइन चिकन बार्बिक्यू बनाउन बाँकी छ। खोला छ खोलाको पानी बगिरहेछ यस्तो भ्यू छ। हाम्रो क्याम्प पनि सेटअप भइसक्यो सबै। अहिले एकछिनमा हाम्रो क्याम्प देखाउँछु। कति बज्यो? 6 बज्यो होइन। हाम्रो मेरिनेटेड बार्बिक्यू चिकन होइन पोर्क मोमो छ। साकादा सेटअप गर्दै हेर्छिन्छ होइन। नाइस कडा हामीसँग अरू क्याम्पसहरू पनि खाँदैछन्। तिनीहरू सबै चिकन मासु एकैछिन फोनमा ओइ देखिरहेको छ ताराहरू। हामी अहिले चाहिँ 6:30 भयो होइन। 6:30 भयो स्टार्सहरू भर्खरै देखियो होइन। बब्बाल देखिरहेछ हाम्रो आँखाले चाहिँ होइन। क्यामेराले देखाएको छ कि छैन। हाम्रो डिनर बन्दैछ मेरिनेटेड चिकन। हाम्रो स्टोभ बल्ल बढ्यो होइन। हामी सेटअप गर्न नआएर रहेछ भाइ छ यहाँ रुखमा लाइट साइट आएको छ। हामीले मिल्की वे ग्यालेक्सी देख्दैछौँ यहाँबाट साँच्चै देखिरहेछ। आकाशमा क्या ताराहरू देखिरहेछ है। क्यामेरामा चाहिँ देखाएको छैन होइन तर रियलमा चाहिँ देखिरहेछ। के भन्दैछ साका दाजु? हाम्रो म्यारिनेटेड चिकन भनिरहेको छ हो। नाइस 100जना सुतिसक्यो होइन। 100जना कोही डिनर खाइरहेको छन्। मोस्ट अफ द पिपल सुतिसक्यो होइन। हाम्रो जाडो छ लास्टै हामीलाई। हामी चाहिँ भर्खर डिनर पाइँदैछ होइन। पुरै गीत बज्दैछ यता हाम्रो लाइभ फिटिङ बढाइदियो जाडो छ है गाइस। जाडो छ यार। साकालाई पनि हालिदिँदैछ होइन। जाडो मेन चाहिँ यहाँ खानु है। त्यही त जाडो भगाउनु पऱ्यो होइन। जाडो भन्नु पऱ्यो होइन। होइन आज भइसक्यो सुतेको। त्यही त हामी चाहिँ ढुङ्गामा नर्कमा सुतिमार्छ होइन। होइन हाम्रो चाहिँ डिनर सिनर सब सक्यो होइन। अहिले चाहिँ हामी हाम्रो 25 फुट आएर मैले स्लिपिङ ब्याग रेडी टु गो बनाएको छु होइन। अनि अहिले यहाँ टेस्ट चल्दैछ विजन दाइलाई मेरो स्लिपिङ म्याटमा होइन। हामी चाहिँ नर्कमा सुत्यौँ है। भाइ चाहिँ सोफामा सुत्यो आज। त्यही त मेरो यो क्यास्केडको स्लिपिङ ब्याग हो होइन।
तर मलाई तल चाहिँ स्वर्गस्थ हुन्छ होइन तर जाडोले चाहिँ अलिकति डिसएडभान्टेज गर्छ होइन हेक्टिक हान्छ होला हेक्टिक हान्छ हामीसँग 2टा क्याम्प थियो होइन अब यसो अहिले तातम भनेर जिउ ततम भनेर एउटै क्याम्पमा बसिरहेको छु मैले होइन भित्रपट्टि नै टेन्टबाट भित्र नै पानी आएर होइन जताततै पानी लाग्यो होइन के भन्छ सागरमाजलाई अब त्यस्तो खासै भन्नु त केही छैन अबको 3-4 घन्टा पानी पर्ने हो नि टेन्टभित्रै बाढी आउन सक्छ यहाँ पानी आएर सुत्नै सकिएन Whoa. Wake up, guys. Wake up, not very wake up. I was saying good night भनेर भन न Good night, bro. अहिले चाहिँ हामी ब्रेकफास्ट बनाउन हामी भर्खरै उठेको होइन ब्रेकफास्ट बनाउन यहाँ खोलाको छेउमा आएको लास्ट जाडो रहेछ खोलाको पानी सब तातो पानी जस्तो चिसोले गर्दाखेरि बाफ आइरहेको छ होइन क्यामेरामा देख्न सकेको छैन रमाइलो छ सिन रातभरि पानी परेर लास्ट टाइम वाइल्डै जाडो भयो सुत्न सकिएन होइन टेन्टमा टेन्ट 100% राम्रो पनि थिएन सो अहिले चाहिँ हामी यहाँ ब्रेकफास्ट बनाउनु कफी खानलाई खोलाको छेउमा आएर बसिरहेछौँ अहिले 7 बजिरहेछ होइन हामी चाहिँ यहीँ छौँ सुसु लागेर फग भएर लास्टै रमाइलो छ को 9 बजे नै रामेन र ससेज खाँदैछौँ आई डोन्ट नो हाउ इट्स गोना टेस्ट लाइक खाली पेटमा बट इट लुक्स गुड चियर्स खासमा चाहिँ दामी ससेजहरू चाउचाउ मिठो होइन हिटकोटमा बसेको दामी वाटरफल आजको दामी छ है ल सी यु नेक्स्ट क्याम्पिङ फाइनली हामी लास्ट म्यान स्ट्यान्डिङ भइरहेछौँ होइन सबैजना यहाँ हाम्रो क्याम्प ग्राउन्डबाट प्याक गरेर गइसक्यो होइन हाम्रो क्याम्प ग्राउन्डको सराउन्डिङ चाहिँ यस्तो छ हाम्रो क्याम्प लास्ट म्यान स्ट्यान्डिङ 2टा विष्णु दाई सेकेन्ड राउन्ड चाउचाउ खाँदै होइन दाइ सेकेन्ड राउन्ड चाउचाउ खाँदै त्यही त सुपसँग बन्दैछ चाउचाउ मस्त यो हाम्रो स्टोभको ब्युटेन ग्यासको मस्त तातो हिट आइरहेछ होइन बजे 10 बजे होइन फाइनली अब हाम्रो सब प्याक हुँदैछ मैले सब सामान यता ट्रान्सपोर्ट गरिसकेँ टेबलमा होइन प्याक गर्नलाई दाइहरू चाहिँ टेन्टलाई सफा गर्दै होइन पानी सानी हिजो परेको सब वाइल्ड भिजाएको थियो अनि गर्दै होइन जमजम चल्दिउँ होइन के गर्दै अहिले अनप्याकिङ प्याक होइन प्याकिङ हो प्याक 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 गरिदियो आजको हाम्रो सकियो अब हाम्रो यो क्याम्पिङ नेक्स्ट टाइमको लागि अन्त नेक्स्ट टाइम सिपिङ ब्यागलाई ऱ्याप अप त्यही अन्टिल नेक्स्ट टाइम है त सागरदा कस्तो रहेछ त उसको टेन्टको कन्डिसन हाम्रो क्याम्प चाहिँ प्रिटी मच इन्ट्याक्ट एकदम ठिक छ अब यसलाई पानी झार्नु पऱ्यो प्याकअप गर्नु पऱ्यो होइन ठिक 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 अब यहाँबाट हाम्रो फेरि वक उता 2108 फायर ट्रेल एन्ड वाटरफल स्टेसन हुन्छ होइन 40 मिनट्स अथवा 50 मिनट्स वक होइन उता साइडबाट त्यहाँबाट सिधा होइन अब यहाँबाट उता गयो भने चाहिँ हिटकोट स्टेसन गयो भने चाहिँ अलिक टाढा 1 आवर 40 मिनट्स वक होइन तर हामी सर्टकट लिन्छौँ वाटरफल स्टेसन जान्छौँ हामी यतापट्टि
हेलो एभ्रिवान, म भिसन। अनि आज चाहिँ हिजो हामी यो किङफिसर पुलको क्याम्पिङमा गएर आयौँ। हाम्रो जस्ट मोस्टली सक्सेसफुलै भयो, राति पानी पर्नु बाहेक। त्यसलाई चाहिँ हामी वेल प्रिपेयर थिएन पानी पर्नुको लागि चाहिँ। अनि नेक्स्ट टाइम चाहिँ एउटा लेसन हो। अनि हिजो जस्ट हिँड्यो, हल्का बाटो हरायो, तर आज बिहान दामी भयो। नाइस कफी विथ नाइस वेदर, खोलाको छेउमा होइन, दामी। त्यसपछि डेन्जर ससेर चाउचाउ मिठो बनाएर खाइयो, रेड बुल हान्दै उकालोमा हिँड्दैछौँ होइन, एनर्जी। इट वाज नाइस ट्रिप, थ्याङ्क यू अल। Alright guys, हामी चाहिँ अब हाम्रो आजको र हिजोको क्याम्प अब यहीँ इट्स गना एन्ड हियर। हाम्रो किङफिसर पुल क्याम्प ग्राउन्ड चाहिँ इट वाज रियली गुड। द क्याम्प ग्राउन्ड वाज गुड, इभन द जर्नी वाज गुड, बट राति चाहिँ एकदम हामीलाई गाह्रो भयो ट्रेनमा पानी छिरेर। बट अदर देन द्याट इट वाज अलराइट। हामी राति पनि बारबेक्यू गऱ्यौँ, चिकन खायौँ, अनि बिहान पनि वी ह्याड सम कफी बिस्किट्स। अनि टक्क खोलाको साइडमा हामीले अरू के खायौँ, हामीले नुडल्स खायौँ, ससेजेस एन्ड नुडल्स एन्ड अल। सो इट वाज रियली गुड। अब वी आर हेडिङ ब्याक होम, पानी पर्छ जस्तो छ, सो वी आर रियली इन अ रस। Right, see you guys later. Okay, finally हामी 40 minutes hikes पछि बाटोमा आइपुग्यौँ होइन, साइडमा बाटो छ। अब दिस इज इट, हाम्रो क्याम्पिङ, हाम्रो हाइकिङ केम टु एन एन्ड होइन। अब विल रमाइलो भयो होइन, वी इन्जोयड इट होइन। मासु सासु खाइयो, आगो बालियो, आगो होइन ऊ बालियो, स्टोभ बालियो, ब्युटेन स्टोभ बालियो, आगो तापियो, राति पानी सानी परेर पनि हल्का एडभेन्चर भयो होइन। सो थ्याङ्क यू गाइज फर वाचिङ। I'll see you guys in a while है त। I'll see you guys in next vlog. Thank you for watching.